नेपालमा अहिले अन्डर 15 वर्ल्ड कपको लागि डिस्ट्रिक्ट सिलेक्सन सकिसकेको छ र अहिले धमाधम सिलेक्टेड प्लेयरहरूको नाम लिस्ट आइरहेको छ र केही दिनपछि प्रदेश सिलेक्सन पनि सुरु हुँदैछ। आफ्नो जिल्लाबाट सिलेक्टेड भएका प्लेयरहरू अब प्रदेश सिलेक्सनको लागि आफ्नो घरभन्दा टाढा जानुपर्ने भएको छ। जस्तै दाङको लुम्बिनी प्रदेश, कर्णालीको सुर्खेतमा आउनु पर्ने भएको छ सिलेक्सनको लागि। अन्डर 15 जिल्ला सिलेक्सनमा सिलेक्टेड भएका प्लेयरहरूलाई एकदमै गाह्रो छ, किनकि पेरेन्ट्सहरूलाई म प्रदेश सिलेक्सनमा जान्छु भनेर कन्भिन्स गर्न एकदमै गाह्रो छ। अहिले नेपालबाट धेरै जस्तो प्लेयर लोअर फ्यामिलीबाट र मिडल फ्यामिलीबाट बिलोङ्स भएका छन्। तिनी प्लेयरहरू जिल्लाबाट राम्रो खेलेर सिलेक्सन त हुन्छन्, तर पैसाको अभावले गर्दा आधा गन्तव्यबाट नै फर्किनु पर्ने भएको छ। अब मैले तपाईहरुसँग एउटा हेल्प माग्छु। बिजनेस हाउस र तपाईहरुले जुनसुकै बिजनेस गर्नुहुन्छ त्यहाँहरुले अन्डर 15 सिलेक्सनमा सिलेक्टेड भएका प्लेयरहरूलाई, जस्तै मिडल क्लासबाट बिलोङ्स भएका प्लेयरहरू र लोअर क्लासबाट बिलोङ्स भएका प्लेयरहरू त्यहाँ प्रदेश सिलेक्सनमा जान सक्नुहुन्न। त्यहाँ जानको लागि तपाईहरुले स्पोन्सर र सहयोग गर्न सक्नुहुन्छ त्यस्ता प्लेयरहरूलाई।